साथी भर्खरको म्याचको नतिजा भाइ जित्दिगे ल टिका लगाइदिनु अब गालामा नि हो गालामा त नहुनु पर्ने नाक्चोमा लगाइदिएन रमाइलो अब मेरो नि पाला आउँदैछ ल हाम्रो क्यारम खेल्ने ठाउँ यो ब्रो ल साथी त्यही हामी चाहिँ अब खेल्छौँ अहिले त गर्नु है त ब्लग काटी काटी बनिने है ट्र्याक बनाउँदैछ यिनी फेरि पुरै बगौला बाइक हुने यस्तो हुन्छ अब टेन्सन चाहिँ भइहाल्छ कि यता बाटो नजाम्ला कि यता बाटो नजाम्ला यता यो बाटो साइडबाट हिँड्ला क्या सानो छ यतातिर हो सक्छ नि सक्दैन बरु म गराउँछु सक्दैन ल म गर फेरि घुमाउ त जाने भइयो जान चाहिँ जाने भइयो साथी यतिका भ्लग बनाउने चल न्युटनमा रहेछ कि घुमा रुका न ओए म नजाने रुका के पानी सानी गएपछि इन्जिनमा झ्याउ हुन्छ कि यार माथि हो कि सिलिन्डर त्यही भएर भन्ने के अरे न यो गियरको योमा झ्याउ गियरमा त केही हुन्न माथि खुट्टा माथि गराउँछु लाग्दै यो होइन माटोतिर आउँछु हेर न हेर्ने बाटो बरु नजाम्ला नि त होइन सिमेन्ट फ्याक्ट्री त माकडक साह्रो रहेछ त हौ यस्तो बबाल तताउ यतातिर बाइक हो के अरे खोलामा चाहिँ यो यार घामले गर्दा म कतै देखाउनु सकिरहेन कि दाइहरू त्यहाँ हुनुहुन्छ है सो त्यही हो हामी आइयो सिमेन्ट फ्याक्ट्री लेट्स गो क्या ठुलो रहेछ अनि फोटोसोटो खिच्ने भनेको संसारले चाहिँ एकछिन फोटो अहिले रहन्थ्यो क्या ए ऊ गर्नलाई त्यही हो लेट्स गो खोला तरिसक्यो हामी बाइक चाहिँ तर्दिनु कि त्यही हो फोटो खिच्दैछु है म बबाल फोटो त्यही हो हामी चाहिँ बाटो हेर्दैछौँ बाटो चाहिँ भेटिरहेन कि बाटो भेट्यो नि त भेटेछ पुरै पानी रहेछ कस्तो खाल पानी अनि बाइकै आउँदैन नि त्यस्तो भएर त्यति बाटो हो दोस्त त्यति बाटो जान्छ तर फर्किनु भइयो यार फर्किने चाहिँ अब जे हेऱ्यौँ हेर्न त सिमेन्ट फ्याक्ट्री दामी रहेछ त्यही हो कुकुरहरूको यहाँ आएको यस्तो लर्को रहेछ कुकुरले छोड्दैन के गर्नु जाम है चल्दिउँ फर्क्यौँ सिलिन्डर त माथि रहेछ जाने जाम के जान्छु यार जान्छ कस्तो त्यहाँ उताबाट बाटो छ र छैन त्यो त झन् त्यो हिलै यो बाउलाई भन्दा चाहिँ बाबुहरूले बाइक अलि कहाँ बाइक बगाउँछ कि बगाउनु बाइक त यताबाट ल्याउ न यताबाट आए लगभग आधी बाटो आइपुगिन्छ सायद हामी अब लगभग सिमेन्ट फ्याक्ट्री पुगिसकेको अवस्था छ सिमेन्ट फ्याक्ट्री चाहिँ उठेको है यो हामी चाहिँ जाँदैछौँ यता बाटो चाहिँ यतातिर छ यो के हो यार पायो
आन्टी सिमेन्ट फ्याक्ट्री अगाडिको कि यो पछाडिको अगाडिबाट जान्छ नि जान्छ होला नि ल थ्याङ्क यू है आन्टी हरन मारे एउटा लिची गर्दै टिकटक लाइभमा आउने चाहिँ गर्नेवाला कि यार सिमेन्ट फ्याक्ट्रीबाट यो त्यही हो नि चलो चल्यो 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 हामी जाँदैछौँ अब आयो सिमेन्ट फ्याक्ट्री गयो सिमेन्ट फ्याक्ट्री गयो लाइभ कतातिर गयो कता धुवा उड्या यार खै त यार ए अगाडि त्यही हो हाम्रो एकछिन चलाइरहेको छु ल यता घुमाउने हो कि यता यार यता त ब्याक अफ रोड छ यो बाटो यो म झरौँ होइन न तर होइन म झर्छु घुमाउ न दामी हुन्छ बाटो जान्छ सिमेन्ट फ्याक्ट्री यो कुन बाटो जान्छ सिमेन्ट फ्याक्ट्री हजुर यो राम्रो हो त्यो अफ रोड नजाम कि यो अफ रोड नजाम कि हँ हामी यो अफ रोड नजाम यो बाटो जाम कि राम्रो हो ल त कताबाट जाने यहीबाट जाने हाँ कुन बाटो जाँदा ठिक के यो कि यो यताबाट जाम कि यताबाट पताइराख्नु त्यही हो ट्र्याक्टर हो ट्र्याक्टर आएर उता गयो ट्र्याक्टर चाहिँ ट्र्याक्टर उता गयो हामी चाहिँ जाँदैछौँ घुमाउ घुमाउ आऊ सुहाउँदैछन् हाम्रो साथीहरू है स्टेट आउट अफ लमाई घरका पुरै मान्छेहरू आज गराएर के गर्नु है पुरै घरबार दिन्छ फेरि यता ए अफ रोड त अति अफ रोड रहेछ यार बाटो यो होला भनेको यो झन् झुक्दै रहेछ अनि अति बिच रहेछ यार यो त यतै ठिक रहेछ त्यहाँ ट्र्याक्टरले बिस्तारै हिँड्नलाई अहिले हिलाल छ्याक्छलाई गयो टेक्नै पऱ्यो बुट्टा यस्तो छ क्या हालत यार नेपालमा यार मिस्टरीले गयो त नेपालको बाटोमा धान रोप्न मिल्दो छ राजधानी जस्तो ठाउँमा चारैतिर हिँड्दो छ काम दिँदो जसरी नि बजेटलाई अड्कायो 2 वर्षमा गर्दै बिहा रहेछ नि त अनि के लामो जस्तो के हो यार भैँसी खेल्ने खाल जस्तो यार यस्तो रोड यार ओइ मा भने तन्केर हेर्छु दुईटा बटा काम गर्नु साइडबाट हिँड्नु जान्छ सिमेन्ट फ्याक्ट्री जान्छ सिमेन्ट फ्याक्ट्री जान्न सिमेन्ट फ्याक्ट्री जाने हो कि हामी ल नाइ कति जान्छ बाइक जान्छ कि नै जान्छ अब जाम त्यही भएर नभए गरौँला नि त अनि खै साइड छोड नि त भाइ भाइ ल ल ल भ्लगमा देखेको छु ल मिस्टर डाङ भ्लगर हाने सर्च
के जान्न हामी हेर्छौँ बाटो अब जान जस्तो भयो भने त जाने साथी नत्र नि त होइन हो र टाढाबाट आउँदैन त होइन अति रहेछ बाटो त साथीहरू यार के साह्रो यस्तो हाम्रो राजाले अरे हाम्रो त्यो देशका मान्छेहरूले पिटेर होइन के अरे शेर्पाको दिवाहरूलाई के गरेको के हो यही हो यही हो नतिजा हेर यस्तो छ यहाँको नपिट्दाको हालत हो अब पिटिसकेपछि हालत अब चेन्ज भयो नि त अब सबै प्राइम मिनिस्टर अनि आशा छ ए आम्रो यो नि त होइन सिमेन्ट फ्याक्ट्री भनेको त यहीबाट यस्तो मिठो देखियो होइन यही रहेछ सिमेन्ट फ्याक्ट्री के हो नि त्यही हो खोला भनेको भाइ अगाडि खोला छ र खोला कहाँ यही हो खोला भला छ रे हो ब्लग होइन भाइरलले एकदम मिस्टर डाङ ब्लगरमा हेर्न गयो नाम मिस्टर डाङ ब्लगर डाङ ब्लगर मिस्टर डाङ ब्लगर यामार हजुर डाङ ब्लगर यहीँबाट गरम छ अब जे हुन्छ उयो त अनि यो भ्यू फर्किँदालाई खिचौँ न नि त आगे हिँड्न न पहिला जाम मिठो रहेछ है ए बड्डा राम्रो छ भला भन्छन् के रे बड्डा भागमा बाटो छोड्दैन यार यस्तो यहाँ नुहाइदिन आउनु पर्ने रहेछ यार यहाँ कोही यस्तो मिठो खोला रहेछ जान्छ नि बाटो यो के अरे सिमेन्ट फ्याक्ट्री यस्तै नसोध्दैन यही खोला रहेछ के पर्छ त्यताबाट जान्छु नि जान्छु कि नै बगौला भन्थ्यो बड्डा बगौला भन्थ्यो के रे बड्डा भयो साथी है नरहनु केही त के होइन घामले गर्दा मिठो 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 के रहेछ यस्तो बाइक त खेलाउन आउनु खेलाउन पुरा इन्सिडेन्ट त आगे मौसम चेन्ज होला अब वेदर चेन्ज भएर खाली छ यार त्यहाँ बोर्ड खेल्दै त तर खाली छ तर त्यो मात्रै छ नि छोड्दै कि जाने र अहिले एकछिन टाइम छैन अहिले त्यही भएर मैले त्यस्तो गरेर खाँदै हुने कसरी मिस खाएर अहिले मलाई यो अब कार्तिक लास्ट माने नि दोस्त हेर त अगाडि कुकुरहरू त आमा गएपछि नि त बिस्तारै लग्नु होला बिस्तारै ग्याङ फाइट यहाँ चाहिँ होइन यहाँ प्र्याक्टिस गर्नु आउनु ए यो यहाँ छ के ल यहाँ हेर्न सक्छु के अरे यो के अरे लाइसेन्सको लागि चाहिँ यसो प्र्याक्टिस यहाँनिर रहेछ बवाल रहेछ आज 5X बोकेर आएको त पुरै जुम भइदिरहेको त्यही हो अलिअलि त्यहाँ बनाउँदै रहेछ नि होइन बनाउँदै रहेछ नि एरिया देखाइदिनु 5X-मा पुरै सट्टदार यहाँदेखि एन्ट्रेन्स है यस्तो बवाल छ बन्दै रहेछ बनिसक्यो होइन हल्का बनाउनुलाई त्यो गर्दै रहेछ नि त्यही हो अगाडिबाट हामी आउनु हुन्छ सो हामी चाहिँ फेरि जाँदैछौँ त्यही हो अब वेदर चेन्ज हुँदैछ जाडो जाडो मतलब के भन्छ यसलाई विन्टर सिजन भन्छ कि के अरे अब विन्टर सिजन आउनु लाग्यो अब विन्टर सिजन आउला समर सिजन हो नि अहिले होइन
जानुलाई अब यही हप्ताको लास्ट यो हप्ता जानु अब 4 दिन जस्तो छ होला। होइन दोस्त त्यस्तो हो अरे के भनेपछि अहिले वेदर चेन्ज भएर तिम्रो असोजसम्म पानी पर्ने भन्ने कुराहरू आइरहेको छ अरे क्या ए त्यो बताइरहेको अरे हिजो दोस्तले ग्राउन्डमा हालेको थिएँ कता कुन बाटो जाने कता कतातिर खै जायो के खाएको खतम गरेर के वहाँ जाऊँ न यार दोस्त एकछिन लाट रन्केर त्यो उमा जाऊँ न ओए भाइ, ओए ओए तु एकछिन भइरहेको थिएँ जतिसम्म ट्याक्समा त पुगिहाल्छ अहिले त अहिले तु त्यो सिलिङ फ्याक्ट्रीमा जानु मिलेर एकछिन लाट रन्केर हेरेर जान्छ सिमेन्ट फ्याक्ट्री कहाँबाट जानु मलाई थाहा भएन तर होइन चिठीभित्र राखेर पठाउँदैछु मेरो माया म तिमीलाई खोली पारिदेऊ आँटे जति भरेर पानाहरू मायाका कुरा लेखेर मनले जानेको सबै अक्षर अक्षर जोडेर भावनाहरू सबै पोखेर तिमीलाई नै सुम्पिदिए यो मन तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अन्त दिन्छ आँसुले खुसी छिने चाहिँ मेरो मुटुले तिमीलाई छिन्छ ल यस्तरी गरौँ ल कता छौ कुन रूपमा कुन सोचमा हराउँदै गीतको बोलमा आफैलाई पहिल्याउँदै बसेछु म बोकेर यो माया मेरो किन तिमीलाई तिमीलाई नदेखे तिम्रो अनुहार आँखामा मेरो बसिसकेछ माया तिम्रो आगैमा मायामा
मलाई बोकेका माया तिम्रो सबै मेरो कसमहरू सबै बिर्सेर म त यतै खोजिरहे तिमीलाई बाटो कुरिरहे सायद भोलि आइपुग्ने भनेर मायालु के रे के हो कता गयो त खै के थियो तिमीमा त्यस्तो प्र्याक्टिस जब तिमी संसारै छोडेर आकाशका तारा बोकेर आएथ्यौ मेरो आँसु झरेर गइसके ठुलो भइसके आशाहरू उडित गयो छोडी मलाई बोकेर माया तिम्रो सबै मेरो कसमहरू सबै बिर्सेर नाइस त्यो वाला त्यो गाउने थियो नि यो वाला गरौँ न मस्तो लाग्यो नि के हो? टु 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 यहाँ कति मिठो अङ्कल दादा त्यही त अङ्कलकै त्यही त अङ्कल आउनुभयो ल ल ल अर्को हाम्रो हेन्सी अङ्कल आउनुभयो दर्शन अङ्कल कहाँ गएर आउनुभयो हिरो देख्नु भारी के छ भतिज ठिक छ नि ठिक छ अङ्कल मिठो बजाउँछ कि कसरी गाउन एकचोटि कसरी जान्छ मलाई पहिले जस्तै हेर खोज्छ मलाई जतिखेर रोज्छ गीत निकाल रे दोस्त कालो दिन दिनै यदि आधा मन मात्रै छ भने सम्झेर त्यही आधी मायाले सधैँभरि माया गर कसरी कसरी के कसरी मलाई आउँदैन यस्तै है क्यामेरा चाहिँ हलचल गर्दैन कि मिठो थाहा छैन कति कुरा सिकाइदेऊ न है तिमी रिसाइ बसेको देखि पागल भइसके मलाई आउँदैन फकाउन तिमीलाई मलाई आउन जादु टुना मलाई आउँछन् केवल साधारण शब्दहरू माया गर्छु भन्न तिमीलाई नै सधैँभरि फकाउन यसै गरी यो टन्टला पुर्खामा तिमी
सबै चिजहरू मिठो यार मिठो। अब तिम्रो बाटो एउटा ऊ आउँछ तिमीलाई गुराँसै फुल्यो बनै माला अनि त्यसपछि अरू पनि फुतुकेर गाउँ नि त गुराँसै फुल्यो गाउँमा त आउँछ ल ल ल ल दाइ त्यसो ल ल बिग फ्यान है त सिङ्गर मात्रै ल गुराँसै फुल्यो ओए भयो भयो भइरहेको हामी सध्या त्यसको गुराँसै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा। हेर्नुपर्छ आइहाल्छ तर यो नगामी यार अहिले एउटा थियो त्यहाँ अरू गीत थियो क्या माया गर्न त माया ल दामी दामी मन बारे के अरे यस्तो गीत छ नि माया मन बारे नबनाऊ मनका सबै कुरा भन्छु सुनिदेऊ न यस्तो के त्यो अर्को के गीत थियो यार सुने जस्तो लाग्यो याद छ कि तिमीलाई हामी भेटेको त्यो रात ओए समयको घोषण भए रात चिने नि नचिने जङ्गल चौरे अब रातका मिठो यार मिठो अरू के काम न त भएको कता कता छौ कुन रूप यो त शिशिरकोसँग हुन्छ है त्यो पनि आउनु पर्यो आयो 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 यार आयो यस्तो मिठो यार दामी छ तर यार कस्तो कतानिर हुन्छ नि यसको गाउन 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 लास्ट के आइछ नै हानन 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 कता छौ रूपमा कुन सोचमा हराउँदै कुन गीतको कुन बोलमा आफैलाई भइराउँदै बसेछु नगोटेर यो मायाले तिमीलाई आउँदैछु माया तिमी कहाँ हतारिँदै बतासिँदै
तिमीले हामी सिसिरौँ है ओए भुले आइरहेको थियो यार आइरहेको थियो कि भुले नै कि हात दुखियो कि हात त दुख्छ है कसम धेरै दुख्छ लास्टै हाई नोटवाला छ कि गाना र 3 म जस्तो अनि मेरो भोइस त छैन त्यही पनि म चिसिरको हान्छु ल चिसिरको अन्धारले भरिछ तिम्रो आँखैमा यो मायामा निसासिने औडा किन भन्छ नि त त्यतिकै अनि सदनराज वैद्य भन्छ नि त यति हाई गइदिन्छ त्यसले हाम्रो मिल्दै मिल्दैन ओरिजिनल बजाम त दामी भन्छ ओरिजिनल बजामबाट यस्तो ओ दाइ पनि गिटारिस्ट हो क्या ल कतिमा किनेको यो 15 मिठो यार कहिले त सेल हान्ने थियो त दोस्त सेल हान्ने भने यार यदि त एउटा ल गीतमै जाओस् न दाइ कोले गीतमै हान्नु मैले गीत त कुन गीतको आउँछ तपाईँलाई तपाईलाई आउन गीत कुन गीतको आउँछ उनले गाइदिन्छन् क्या कुन गीतको नै तपाईँले मतलब कुन मतलब गीतको यो आउँछ आउँछ के रे ए शब्द सबै समेटेको तिम्रो माया उनाउँछै ए अरे त्यो दामी दामी ल शब्द सबै सँगै समेट्दै वर्णन गरे तिमीलाई यसको मलाई आउँछ के ल है यो गाना शब्द सबै सँगै समेट्दै वर्णन गरे तिमीलाई अलि अलि आँखी अतारिँदै माया लाए तिमीलाई हो दुखी जाने दुखाइ गयो होला आशाले तोरी जाने आँखमा त जोड्यो होला ओए फोटो खिचेर गएको नि त्यहाँ एउटा खै कसले फोटो खिचेर गयो नि त फोटो खिचेर गएको कसम साँच्चै यस्तरी पुरा फ्ल्यास लाइट बालेर गयो यस्तरी फोन देखायो फोटो खिच्यो भन्दा नि लाइट बालेको होला के को फोटो खिचेर खै जान्नु जाने मेरो माया उनाउँछै मेरो माया सही तिनीहरूले कस्तो बताले जो आए डिस्टर्ब गरेर गए हल्का उसको हस्बेन्ड हो नि कसको प्राची लामालाई चिन्छ कि भोइस अफ नेपालमा गएको यहाँबाट यो दाइ बापाको चिन्दैन यार प्राची लामालाई चिन्दैन लमाइकोलाई क्या भोइस अफ नेपालमा गएको थियो त्यहीलाई बिहा गरेको चाहिँ
तिम्रो अन्तरिक्षमा लैजाऊ न मलाई पनि तिम्रो छायामा बस्छु तिम्रै चन्द्रमा पनि आकाशैभरि नै गरी माया तिमीलाई नगरौँला माया मात्र तिमी हाँसिदेऊ अन्तरिक्षमा लैजाऊ न मलाई पनि तिम्रो छायामा बस्छु तिम्रै चन्द्रमा पनि आकाशैभरि नै गरी माया तिमीलाई नगरौँला माया मात्र तिमी हाँसिदेऊ हामीले यता उतातिरको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ है उता यस्तो छ है हाम्रो भ्यू चाहिँ अर्को बाग गीत गाउँदै कहाँ बस्नु होला भयो यति मेरो घुम होइन अब यतिमै रोकौँ अब भोलि पर्सि भेट्दै गरौँ अब ल यही गरौँ होइन यस्तरी यतातिर राख न ओए नै कि आफूलाई नै देखाएर मैले देखाएँ नि त्यही त देखाएँ कि ल लाग्छ कि एक्लै गरेर मैले देखाएँ कि ल एकछिन सुरु त तिमीबाट हुन्छ नि त